दर्शकले नमस्कार। आजको यस एभरेज डे कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण धर्मगुरु आमाहरू र सम्पूर्ण महानुभावहरू र हाम्रो यस कार्यक्रमको अतिथिमा निमन्त्रणलाई स्वीकार गरेर आउनुभएका अतिथि महानुभावहरू, आज हामीले यस एभरेज डे मे 29 जुन संसारको सबैभन्दा अग्लो हिमशिखर
सगरमाथाको आह्वान सफलतापूर्वक गरेको हाम्रो स्वर्गीय श्री तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले जुन मे 29, 1953 गर्नुभएको थियो, त्यसको उहाँहरूको सम्झनामा हामीले यो एभरेज डे मनाएका छौँ। उहाँहरूले जुन हाम्रो शेर्पा समाज र हिमाली क्षेत्रमा उहाँहरूको यो सफलताले धेरै नै हामीलाई सहयोग पुगेको छ। हाम्रो शैक्षिक क्षेत्र र स्वास्थ्य क्षेत्र र रोजगारी क्षेत्रमा उहाँहरूको यो सफलताले हाम्रो क्षेत्रमा धेरै सहयोग पुगेको छ भने साथै यो अन्तर्राष्ट्रिय क्षेत्रमा पनि हाम्रो शेर्पा जातिलाई चाहिँ एउटा कुशल आरोहीको रूपमा चिनेको छ र सम्पूर्ण नेपाललाई पनि एउटा सगरमाथाको देश, एउटा विश्वकै अग्लो चुचुरो सगरमाथाको देशले चाहिँ आजको यो मे 29 को मे 29 चिनेको हो। र यस्तो आजको यस्तो ऐतिहासिक दिनमा हामीले यसरी युनाइटेड शेर्पा एसोसिएसन र युएस नेपाल क्लाइम्बर एसोसिएसन हामीले यो कार्यक्रम दुई सांसदको संयोजकमा यो हामीले यो कार्यक्रम आयोजना गरेका छौँ र यो कार्यक्रम आयोजना गर्न पाएकोमा म यो तेन्जिङ शेर्पा युनाइटेड शेर्पा एसोसिएसन महासचिवको तर्फबाट उपस्थित सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यो सगरमा यो हामीले हिमाल आरोहणको क्रममा धेरै महानुभावहरूले यो अचानक दुर्घटनाको कारणले पनि उहाँहरूको ज्यान गएको छ र उहाँहरूको यो आत्मा शान्तिको निम्ति हामीले चाहिँ आज धर्मगुरुहरूको पाठ पूजा र हामीले छोमी बाँधेर उहाँहरूको चाहिँ आत्मा शान्तिको निम्ति हामीले पूजा पाठ गरेको छौँ। र कृपया अब धर्मगुरुहरूले चाहिँ मन्त्र जप्नुहुन्छ र हजुरहरूले चाहिँ यसो प्रार्थना गर्नुहोला। र यो कार्यक्रम यो हाम्रो छोरीको कार्यक्रम सकेपछि चाहिँ हाम्रो यो बेसमेन्टमा खाजाको कार्यक्रम छ र खाजामा पाल्नु होला। र यहाँ हाम्रो गानेमानेहरूबाट पनि यो मन्तव्यको कार्यक्रम भएको हुनाले कृपया त्यसमा यो कार्यक्रम सिकेपछि हाम्रो यो बेसमेन्टमा पाल्नु होला। धन्यवाद। तुलसी
आजको यस हाम्रो एभरेस्ट डे कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरू, आजको यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरू धेरै धेरै धन्यवाद यस हाम्रो कार्यक्रमलाई स्वीकार गरेर पाल्नुभएकोमा। अब म यो कार्यक्रमलाई विधिवत रूपमा सञ्चालन गर्न गइरहेको छु। आजको यस कार्यक्रमका आयोजक अध्यक्ष युनाइटेड शेर्पा एसोसिएसनका श्री उज्ञान शेर्पाजीलाई आजको यस कार्यक्रमको प्रमुख अध्यक्ष ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यस्तै युएस नेपाल क्लाइम्बर एसोसिएसनका अध्यक्ष श्री पासाङ रिन्जी शेर्पालाई पनि आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यस्तै हामीले यस कार्यक्रमको निम्ति हामीले अतिथिहरूलाई पनि निमन्त्रणा गरेको थियो र हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पाल्नुभयो, त्यसको लागि हामी धेरै धेरै धन्यवाद। र यो अतिथिको क्रममा हामीले श्रीमती मिन्किबा शेर्पा जो कान्छी आरोही हुनुहुन्छ, उहाँलाई चाहिँ विशेष अतिथिको रूपमा हामीले आसन गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यस्तै श्री लप्साङ छिले शेर्पा, उहाँ हाम्रो शेर्पा गिरीको भूतपूर्व अध्यक्ष हुनुहुन्छ र उहाँ अहिले हाल क्विन्स बोर्ड नम्बर 3 को मेम्बर हुनुहुन्छ। उहाँलाई पनि प्रमुख अतिथि गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी श्री आङपूर्व शेर्पा, उहाँ वर्ष दक्षिण बहुपश्चिमबाट बिरु सिक्नुहुन्छ। उहाँलाई पनि आसन गरिदिनु हुन म अनुरोध गर्दछु। त्यसै गरी हाम्रो ब्लकका गुरु परदेव लोपेन छोडेजुलाई पनि आसन ग्रहण गरिदिनु हुन म अनुरोध गर्दछु। त्यसै गरी हाम्रो यस जनजाति महासङ्घका महासचिव श्री प्रेम गुरुङलाई पनि अतिथिमा आसन ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। लुम्बिनी कोषका पूर्व सदस्य सचिव श्री आङदाबा शेर्पालाई पनि आसन ग्रहणको निम्ति अनुरोध गर्दछु। त्यस्तै
हाम्रो युनाइटेड शेर्पा एसोसिएसनका भूतपूर्व अध्यक्ष श्री कर्मचारी शेर्पाज्यूलाई पनि अतिथिको निम्ति आसन ग्रहण गर्दछु र त्यसमा आफ्नै हिसाबमा आसन ग्रहण गर्नको निम्ति म हामी अनुरोध गर्दछु। त्यस्तै श्री कालसाङ चोकेल शेर्पाज्यू हाम्रो बोर्ड अफ ट्रस्टी हुनुहुन्छ, उहाँलाई पनि आसन ग्रहणको निम्ति हामी अनुरोध गर्दछु। त्यसै गरी श्रीमती छोटी शेर्पा, उहाँ स्वर्गीय श्री लक्ष्मण झम्बु शेर्पाज्यूको श्रीमती हुनुहुन्छ। उहाँ लक्ष्मण झम्बु शेर्पाज्यूले पनि सगरमाथाको टुप्पामा शेर्पाको पोसाकमा उहाँले सगरमाथा अर्पण गर्नुभएको थियो। त्यसको निम्ति हामीले उहाँलाई सम्मान गरेका छौँ। आज त्यस्तै हाम्रो एभरेस्ट टाइमका प्रधान सम्पादक एवं युनाइटेड युएस नेपाल क्राइम्बर एसोसिएसनका सल्लाहकार श्री आङछिङ शेर्पाज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यस्तै आजको यस हाम्रो एभरेज डे प्रोग्राममा जुन एभरेज लगायत अन्य हिमालहरू उहाँहरूले धेरैचोटि चढ्नुभएको रहेछ। यसका मलाई भर्खरै उहाँको नाम प्राप्त भयो, जो हुन्छ सेराम जाम्बु शेर्पा, जसले सगरमाथा 3 चोटि र 800 भन्दा माथिका हिमालहरू 17 चोटि र 2 चोटि माउन्टेन, जो एकदम टेक्निकल माउन्टेन हिमाल छ, उहाँले आरोहण गरिसक्नु भएको छ। साथै उहाँ भूतपूर्व निर्वाचनमा युएस क्लाइम्बर एसोसिएसनका अध्यक्ष पनि हुनुहुन्छ। त्यसै गरी अर्को आरोही छोटछोट शेर्पा, जो उहाँले पनि सगरमाथालाई 8 चोटिसम्म सफल आरोहण गर्नुभएको छ। त्यसै गरी सगरमाथा 7 चोटि आरोहण गरेर चाहिँ सफलतापूर्वक आरोहण गर्नुभएको रहेछ। त्यसै गरी श्री आङग्याल्जोङ शेर्पाज्यू, उहाँले सगरमाथा आरोहण गरेर प्रथम लेजेन्ड अफिसरको रूपमा चाहिँ कार्य गर्नुभएको रहेछ। उहाँलाई पनि आसन गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हाम्रो युनाइटेड शेर्पा एसोसिएसनका निवार्तामा अध्यक्ष श्री दावाजाम्बु शेर्पाज्यूलाई पनि स्थलमा आसन गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद सम्पूर्ण महानुभावहरू, अतिथि महानुभावहरू जो यस कार्यक्रमका अध्यक्षज्यू, यस हाम्रो कार्यक्रममा आसन ग्रहण गरेर बस्नुभएका सम्पूर्ण अतिथि महानुभावहरू, सम्पूर्ण महानुभावहरू, म युनाइटेड शेर्पा एसोसिएसनको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। एभरेज डे मे 29, 1953 में जहाँ जुन स्वर्गीय श्री तेन्जिङ नोर्गे शेर्पा र स्वर्गीय सर एडमन्ड हिलारीले जुन सगरमाथाको सफलपूर्ण आरोहणले हामी शेर्पा जातिहरूलाई चाहिँ लगायत हिमाली जाति एवं सम्पूर्ण नेपाललाई नै एउटा विश्वमा चिनाएको छौँ भने हाम्रो यो
हाम्रो यो हिमाली क्षेत्रमा बसोबास गर्नेहरू सम्पूर्ण हामी जनताहरूको शिक्षा स्वास्थ्य र रोजगारी क्षेत्रमा यसले चाहिँ एकदम ठुलो महत्त्वपूर्ण योगदान दिएको छौँ। हामीले थाहा भएको कुरा हो हिमालयन ट्रस्ट हाम्रो सोलुखुम्बु जिल्लामा यो संस्थाले चाहिँ हाम्रो शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्रमा अग्रस्थानमा सहयोग गरेर आज हामी हिमाली क्षेत्रका पालकहरूले त्यसबाट ठुलो उपलब्धि प्राप्त गर्नुभएको छ। अब म यो एभरेस्ट डे सम्बन्धी अथवा यस कार्यक्रममा स्वागत मन्तव्यको निम्ति म यस युएस नेपाल क्लाइम्बरका महासचिव श्री नवाङ चाङ्गु शेर्पाज्यूलाई म हार्दिक अनुरोध गर्दछु। जिल्लाको हार्दिक अनुरोध गर्छु र उहाँलाई आसान गान पनि धन्यवाद केतुका महासचिव। गाउँ जाम्बु परेन, गाउँ निमा चाहिँ पऱ्यो, करेक्सन गर्ने। यहाँ आउनुभएका केतुका महासचिवज्यू जुन चाहिँ सम्बोधनको क्रम सघाउनु भएको छ, फेरि म त्यसलाई रिपिट गर्न चाहन्न। यहाँ आउनुभएको सबै आगन्तुक दिदीबहिनी दाजुभाइहरूलाई चाहिँ नि यो एभरेस्ट डे को चाहिँ उपलक्ष्यमा आउनुभएकोमा म स्वागत गर्न चाहन्छु। आजभन्दा लगभग अलिकति मेसेज पनि जाओस् र राम्रो अलिकति के रहेछ यो पर्वतारोहण सम्बन्धी भन्ने कुरालाई हामीले निहालेर हेर्दा हाम्रो शेर्पा समुदायले एभरेस्ट डे हामीले 1953 मा मनाउने गरे पनि शेर्पाहरूको यो पर्वतारोहण इतिहास भनेको 106 वर्ष भएको छ अहिलेसम्म। 1911 देखि 2017 सम्मको इतिहासलाई हेर्दाखेरि हाम्रो चाहिँ 106 वर्ष यो 2017 मा पुरा भएको छ। र यो क्रममा धेरै दिवंगत आत्माहरू जुन चाहिँ हिमालको क्रममा हामीले आफ्नो भाइ हाम्रो पुर्खाहरू धेरै गुमाएका छौँ, त्यसको सम्झना स्वरूप र सगरमाथामा पहिलो मानव पाइला 1953 मे 29 मा आरोहण गरेको त्यो सम्झनामा हामीले राखेर यो दिवस मनाउँदै आएका छौँ। अब यस क्रममा हामीले धेरैजना आफन्तहरू गुमायौँ, धेरै मित्रहरू गुमायौँ र हामीले धेरै पाठ पनि सिक्यौँ र यही अन्तर्गत नेपाललाई चाहिँ यही पुर्खाहरूको एउटा जुन चाहिँ माउन्टेनपट्टि लागेर हामीलाई एउटा मार्ग देखाउनु भएको छ। 2009 मा मात्र आएर चाहिँ नि यो अलिकति तपाईँहरूलाई भन्नुपर्छ, किनभने 2009 मा मात्र आएर चाहिँ नि हाम्रो नेपाललाई चाहिँ नि अन्तर्राष्ट्रिय मान्यता प्राप्त भयो पर्वतारोहण क्षेत्रमा। र यो क्रमले गर्दाखेरि अहिले हामीलाई चाहिँ नि यो पेसामा लाग्ने हाम्रो दाजुभाइ सबैलाई चाहिँ नि एउटा अन्तर्राष्ट्रिय डिप्लोमाको रूपमा चाहिँ नि 2009 देखि अन्तर्राष्ट्रिय फेडरेसनले स्वीकृति प्रदान गरेको छ र यसलाई हामीले एउटा ठुलो कोसे ढुङ्गाको रूपमा सफलताको रूपमा मान्नुपर्छ। अब पहिलाको विगतमा जस्तै हामी हाम्रै हिमालयमा मात्रै काम गर्नुपर्छ भन्ने छैन। अहिले जुन चाहिँ इन्टरनेसनल डिप्लोमा प्राप्त गरिसकेपछि ती व्यक्ति के गाइडहरूले चाहिँ नि संसारको जुनै पनि हिमाल भएको चाहिँ नि कुना कप्चामा गएर त्यहाँको सङ्घ संस्थासित समन्वय कायम गरी हामीले चाहिँ रोजगारको वातावरण सृजना गर्न सक्छौँ। यस क्रममा अब यहाँ हाम्रो धेरै आरोहीहरू, धेरै रेकर्डधारी हाम्रो कान्छी आरोही भयो, सेरप जाङ्गु शेर्पा जुन चाहिँको आफ्नै रेकर्ड छ। नेपालमा छरिएर रहेका 8000 मिटर अग्ला हिमालहरू 8 वटा छन्। उहाँले सफलतापूर्वक सबै आरोहण गरिसक्नु भएको छ। त्यो मात्र नभएर पाकिस्तान, चाइनामा रहेका सिसापाङमा लगायत K2 उहाँले चाहिँ सफलताको साथ आरोहण गरिसक्नु भएको छ। मेरो विचारमा 14 वटा 8000 मिटर अग्ला हिमाल मध्ये उहाँले 11 वटाको सफलतापूर्वक सफल हाने यस्ता व्यक्तित्वहरू चाहिँ हामीले चाहिँ पाएका छौँ।
अहिले ड्यासमा हाम्रो जुन चाहिँ युएस नेपाल क्लाइम्बर एसोसिएसनको अध्यक्ष उहाँले पनि मेरो विचारमा 3 चोटि बुझेसम्म 6 चोटि र अरू लगायत हाम्रो आरूहरूले चाहिँ नि यो खालका आफ्नै विशेष खालका कुनैले चाहिँ गिनिज बुक अफ वर्ल्ड रेकर्ड उहाँको कीर्तिमान सफल गर्ने काम गरेको छ। त्यसमा चाहिँ नि हामीले हाम्रो पुर्खा जुन चाहिँ दिवंगत आत्माहरू जुन चाहिँ हिमालमा हाम्रो चाहिँ नि अकालमा भनौँ त्यो भएको छ। र अर्को यो पूजाको विशेष चाहिँ के भनेदेखि उहाँहरूको अब रहेको परिवारप्रति हाम्रो सङ्घ संस्था मार्फत जति सक्दो सहयोग पनि गर्दै आएका छौँ र वार्षिक एनुअल पूजाको रूपमा हामीले यो एनुअल यो एभरेस्ट डे पूजा भनिन्छ हामीले रिचुअल सेरेमनी जुन चाहिँ हाम्रो आइन्दा यो पेसामा लाग्नेहरूको जनजीवन सुरक्षित होस् भन्ने हेतुले चाहिँ नि हामी यो प्रत्येक वर्ष 2014 देखि नै हामीले यहाँ युएस न्युयोर्क म आएको त धेरै भएको छैन, म 2 वर्ष मात्रै हो, यो मनाउँदै आएको छ। र यसलाई चाहिँ नि अब हामीले म विशेष गरी यो शेर्पा किटुकलाई चाहिँ एकदमै धन्यवाद दिन चाहन्छु किनभने यस्तो अलिकति व्यस्तताका कारण भए पनि उहाँले हल उपलब्ध गराइदिएर हाम्रो यो युएस नेपाल क्लाइम्बरहरूलाई विशेष गरी अब शेर्पा किटुकको चाहिँ हामी एउटा विङ्सको रूपमा काम गर्ने र भविष्यमा पनि यसलाई निरन्तर राख्ने चाहिँ नि मनसा राख्दै बिदा हुन चाहन्छु। धन्यवाद। थ्याङ्क यू। धेरै धेरै धन्यवाद महासचिवज्यू। अब हाम्रो अर्को वक्तव्य हुनुहुन्छ श्री पासाङ रिन्जी शेर्पा जो युएस नेपाल क्लाइम्बर्सका अध्यक्षज्यू। उहाँले पनि आफ्नो यो युएस नेपाल क्लाइम्बरको बारेमा छोटो वक्तव्य व्यक्त गरिदिनु हार्दिक अनुरोध गर्दछु। नमस्ते, मेरो नाम चाहिँ पासाङ रिन्जी शेर्पा। अहिले युएस नेपाल क्लाइम्बर एसोसिएसनको अध्यक्षमा राख्नु भएको छ साथीहरूले, किनकि अहिले यहाँ आउनु भएको अतिथि गुरुज्यू किटुका अध्यक्षज्यू र यहाँ विभिन्न सङ्घ संस्थाबाट प्रतिनिधि भएर आउनु भएको छ। अतिथिज्यूलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। खासमा भन्नुपर्दा यो जुन आज मात्रै हामीले यो किटुक मङमाङी यस्तो कार्यक्रम गरे हो, मैले चाहिँ यो सुरुमा चाहिँ किटुक पर हुँदाखेरि नै मैले नि यो सुरु गरेको थियो यो बत्ती बाल्ने कार्यक्रम चाहिँ। अब हुँदा हुँदा अहिले 7 वर्ष भइसक्यो यो बत्ती बालेको मैले। लास्ट इयरदेखि चाहिँ हाम्रो संस्थाले गर्ने भएर संस्थाबाट भएकोले मलाई पनि अलिकति ढुक्क भएर काम गर्न पायो। के त भने यो संस्था हामी एउटा खरा किन गरेको त भन्दाखेरि हाम्रो धेरै नेपालमा म पनि 6 चोटि एभरेस्ट समिट गरे हो, धेरै दुःख कष्टहरू भोग्नु परेछ। मेरो धेरै म जस्तो राम्रो साथीहरू पनि घुमाइसक्यौँ। त्यसको फ्यामिलीहरूलाई हामीले केही सहयोग गर्न सकिन्छ कि भन्ने आशाले यो संस्था पनि खडा गर्दै आएको छु। खास त हामीले गर्न सक्ने के नै छ र उहाँहरूलाई सहयोग गर्ने, तैपनि उहाँहरूको फ्यामिलीलाई अब बच्चाहरूलाई कस्तो समस्या छ के छ त्यसलाई हामीले सबैतिर हेरेर सहयोग गर्नु पायो भने हामीले धेरै खुसी हुनेछौँ। यस्ता कुराहरू धेरै छन् तर हामीले पत्ता लगाउन सकेका छैन। तपाईँ हामी सबैजना मिलेर यस्तो एकअर्काको समस्याहरू बुझिदिनु पायो भने धेरै खुसी हुनेछौँ। हामीले यो युएस नेपाल क्लाइम्बर सङ्घले लास्ट इयर पनि भूकम्प गएको बेलामा हामीले बाटोमा बसेर पैसा मागेर हामीले सिन्धुपाल्चोकमा 60वटा घरलाई जस्ता पनि दिइसक्यौँ। यहाँ हाम्रो सेरपसम्म ओराई हुनुहुन्छ गोको अध्यक्ष, उहाँले सबैले सहयोग गरेर चाहिँ जस्ता पनि दिइसक्यौँ। र लास्ट इयरदेखि नै हामीले सुरु गरेका छौँ एउटा हाम्रो 2 जना बच्चालाई सहयोग गर्ने। हामी धेरै त गर्न सक्दैनौँ तर सुरुमा बिस्तारै बिस्तारै गर्दै जानेछौँ। यस्तो काम हामीलाई निरन्तर गर्न
भन्ने मेरो अनुरोध गर्छु। र आजको यो कार्यक्रमको लागि चियाको लागि हाम्रो आइप्यामा हुनुहुन्छ, उहाँले स्पोन्सर गर्नुभएको हो। खानाको लागि हाम्रो लाखु दाजुभाइले स्पोन्सर गर्नुभएको छ, त्यसको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र त्यस्तै गरेर हाम्रो हलको विषयमा किदुकले आज उपलब्ध गराएकोमा मलाई धेरै नै धेरै खुसी छु, त्यसलाई धेरै धन्यवाद। अझ पनि हामीले यस्तो अलिकति छुट्टै किसिमको अलिक अब खुल्ला हिसाबमा जान पाउँछ कि भन्ने आशाले मैले पनि यो कार्यक्रमलाई निरन्तर गर्न पाउँछ कि भनेर आशा गरेको छु। अहिलेसम्म हाम्रो यो संस्था बनेको अफिसको रूपमा राखेका छैन। हामीले ज्वालामा फाइल बोकेर साथीहरूसँग पैसा मागेर काम गरिरहेको छु। कतै यस्तो खालको ठाउँहरू मिल्न सकिन्छ कि कतैबाट पाउन सकिन्छ कि एउटा ड्यासमा चाहिँ कम्प्युटर राखेर काम गर्न पायो भने हामीलाई स्टेजमा बोलाउनु पर्दैन, हामीलाई स्टेजमा खता लाउनु पर्दैन, हामी काम गरिदिन्छौँ। कसको लागि त? हाम्रो नेपालको लागि, टुरिज्मको प्रमोसनको लागि। तपाईँहरू सबैले यो सहयोग गरिदिनु भयो भने हामी पनि धेरै खुसी हुनेछौँ। हामीसँग यहाँ अहिले हाम्रो पत्रकार आमसिंहजी हुनुहुन्छ, हाम्रो सल्लाहकार। अहिले यहाँ आउनु भएको छैन, हाम्रो बेनिस अब्रेन भनेर एउटा अमेरिकन खैरे हुनुहुन्छ। उहाँ चाहिँ पृथ्वीको के अरे नर्थ पोलदेखि साउथ पोलसम्म स्की खेलेर पुगेको मान्छे पनि हामीसँग सल्लाहकारमा हुनुहुन्छ। र उहाँले 7 समिट भनेर 7वटा एसियाका सबभन्दा अग्ला हिमालहरू समेट गरेर पनि उहाँले कीर्तिमान कायम गरेर अस्ति मात्रै हामीसँग परेडमा आउनुभएको छ। उहाँ पनि अहिले हाम्रो फोटोग्राफर पासाङजी हुनुहुन्छ। अहिले हामी त्यस्तै गरी हामीसँग धेरै साथीहरू सबै हामी यो संस्थाको लागि खटिरहेछौँ। अहिले हुनुहुन्छ हाम्रो चर्चित धेरै अब साना सेवामा लागि परेका जर्नाजी पनि हाम्रो संस्थामा लागि परेर काम गरिरहेको छ। तपाईँहरूबाट पनि यस्तो यस्तो अब सहयोगहरू हामीलाई पाउँछ कि भन्ने आशा गरिरहेछौँ। हामीलाई धेरै सम्मान गर्नु पर्दैन, हामी फ्रीमा काम गर्ने हो। तपाईँ हामीले यस्तो सहयोगहरू गर्नु पायो भने देशको लागि केही नै बन्छ कि भन्ने आशाले चाहिँ यो संस्था खडा गरेको छु। र म धेरै भन्न चाहन्न। र आजलाई मेरो तर्फबाट सबैलाई धेरै धेरै धन्यवाद। धेरै धेरै धन्यवाद पासाङजीज्यू। र तपाईँको संस्थाले चाहिँ जो एकदमै शेर्पाहरू अब यो हिमालयन क्षेत्रमा जुन हिमाल क्षेत्रमा काम गर्नेहरूलाई चाहिँ एकदमै उहाँहरूको सहयोगको निम्ति चाहिँ अगाडि बढेको रहेछ भन्ने हामीले महसुस भयो। र तपाईँलाई यस्तो राम्रो कामको निम्ति चाहिँ सहयोग अवश्य नै पाउँछन्। अब अर्को वक्तव्य म हाम्रो भूतपूर्व अध्यक्ष एवं वर्तमान क्वीन्स बोर्ड मेम्बर 3 का हाम्रो श्री लप्सङ छिले शेर्पाज्यूलाई आफ्नो छोटो मन्तव्य राखिदिनु होला म हार्दिक अनुरोध गर्दछु। हेलो, सर्वप्रथम लामो कुराहरूलाई आज यो गुम्बाभित्र सगरमाथा चढ्न हुने तेन्जिङ हिलारीदेखि लिएर जति पनि आरोहीहरूले आफ्नो परिवारको र आफ्नो देशकोलाई पनि शेर्पाले पनि जुन किसिमले विश्वमा चिनाउने कार्यमा आफ्नो ज्यान दिनुभएको छ त्यसको लागि पूजा गरिदिनु भएकोमा उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। शेर्पा गीतको अध्यक्ष यहाँ आउनुभएको साथीहरू र अनि हाम्रो यो सगरमाथा चढ्ने आरोही साथीहरूलाई मेरो धेरै धेरै धन्यवाद। र एउटै सल्लाह चाहिँ म साथीहरूलाई अब म धेरै यो हाम्रो तापमानतिर हिमाल पनि छैन होइन, यो अहिलेसम्म बारे चाहिँ त्यति थाहा छैन, अलिक टाढो भएर। तर एउटा कुरा चाहिँ यो साथीहरूले शेर्पा साथीहरूले हिमाल चढ्यो भने हामीलाई एकदम खुसी लाग्छ। फेरि अर्कोतिर गएर समाचारमा सुन्दाखेरि फेरि दुःख पनि लाग्छ कहिलेकाहीँ, किनभने उहाँ एकजना जानुहुँदाखेरि परिवारदेखि लिएर आफ्नो कतिपय मान्छेहरूलाई समस्या पनि पर्दछ। अब एउटै सल्लाह चाहिँ आफ्नो आफ्नो रेकर्ड तोड्ने खालको काम चाहिँ नगरिदियो भने र हरेक काममा एउटा स्ट्राटेजी पनि हुन्छ। जस्तो कति वर्ष काम गर्ने, तपाईँको यहाँ म्याराथन गर्नेहरू छन्, बक्सिङ खेल्नेहरू छ, कराते खेल्नेहरू, तिनीहरूले पनि एउटा आफ्नो लिमिट टाइमसम्म खेल्छ, त्यसपछि छोडिदिन्छ नि। अनि त्यसपछि आफ्नो घर परिवार हेर्ने, व्यापार विषयमा लाग्ने। अब जस्तो तपाईँहरूले आफ्नो छोरी हिमाल चढ्यो भने अब यहाँ बाहिर आएर त्यही कुराले युज गरेर तपाईँहरूले व्यापार पनि बढाउन सक्नुहुन्छ। अब जस्तो अहिले युएस, नेपाल, अमेरिकन जुन क्लाइम्बर एसोसिएसन खोलेको छ, उहाँले चाहिँ अब त्यस्तो खालको कार्यक्रमहरू चाहिँ अगाडि ल्यायो भने
अब त्यो हिमाल मात्रै चढाइ नभएर अब फेरि नयाँले चढ्न दिनु पऱ्यो। अब पुरानोहरूले चाहिँ त्यसैले युज गरेर बरु व्यापार त्यसमा अन्टरप्रेन्योरसिपहरू गऱ्यो भने र त्यसै गर्दाखेरि चाहिँ राम्रो हुन्छ कि भन्ने एउटा मेरो 2 शब्द सल्लाह मात्रै हो होइन। अब उहाँहरू संस्थै खोलेर बसेको छ, उहाँले पनि त्यसको बारेमा सोध्नु भएको छ होला। र शेर्पा कितुक र अब क्लाइम्बर एसोसिएसन भनेपछि माउन्ट एभरेस्ट भनेपछि त अब सबै कनेक्सन छ होइन। अब एभरेस्ट भनेको चाहिँ मान्छेले एउटा शेर्पाको हिसाबले चिनिन्छ। त्यस्तै गरेर अब क्लाइम्बरको त्यसले गर्दा अब शेर्पा कितुक र उहाँहरू मिलेर हाम्रै काम गर्न सकोस् र गऱ्यो भने गर्न सकिन्छ भन्ने कुरा अब शेर्पा कितुककै एउटा इतिहासले पनि बताइदिएको छ। र त्यसको लागि आज यहाँ हुनुभएका अब भूतपूर्व अध्यक्षहरू कर्म गेल्छन् लामा चम्बा लामा, अब हामी चम्बा लामा भन्छ होइन, अझै नौकाहरू तपाईँहरू जम्बुदाहरू तपाईँहरू सबैले गरी शेर्पा कितुक यो ठाउँसम्म पुगेको हामीसँग एउटा साक्षी प्रमाण छ। यो कहीँ पनि खोज्नु जानु परेको छैन र हामीले गर्न चाहे पनि सक्छ भने चाहिँ त्यस्तै गरी यो क्लाइम्बरहरूको लागि जुन किसिमले तपाईँले अघि अध्यक्ष र महासचिव गर्नुभएको छ नेपालमा उहाँको त्यो घुम्नु भएको साथीहरूको परिवारले के गर्न सक्छ कि स्पेसली उहाँको छोराछोरीहरू छ भने स्कलरसिपहरू भयो, अब पढाउने भयो, त्यस्तो कुराहरू के गर्न सक्छ कि र जीवित हुने साथीहरू चाहिँ अघि मैले भने जस्तो एउटा टाइम लिमिट चाहिँ तोक्नुहोस् होइन। अब आफ्नो रेकर्ड चाहिँ धेरै साथीहरूले आफ्नो रेकर्ड आफै तोडे, अब 10 चोरी चाहिँ 11 पनि आफै चढेपछि आफ्नो रेकर्ड आफै तोड्ने साथीहरू पनि धेरै देखेँ र मैले त्यसलाई डिस्करेज गर्न खोजेको पनि होइन। र अहिले एउटा जुन कुरा मन परेको छ यो जुन सबै त्यसमा एउटा एम्बेसेडर जस्तो गरेर यो माउन्टेनियरहरू यो क्लाइम्बरहरूले आफ्नो एउटा किसिमको लिएजन गरेर त्यस्तो कामहरू पनि एकदम गर्न सकिन्छ। जस्तो अब यहाँ अमेरिकामा उहाँ क्लाइम्बर एसोसिएसनहरूले अब यहाँको मान्छेले ट्रेनिङ दिने, अब यहाँ पनि त हिमालयहरू छ ट्रेकिङ गतिविधिहरू छ, त्यो कस्तो छ सिस्टम मलाई थाहा छैन होइन, तर यहाँ पनि एउटा सिस्टम छ। त्यस्तो कुराहरू चाहिँ तपाईँहरूले एक्सप्लोर गऱ्यो भने आफ्नो मान्छेले पनि ट्रेनिङ पायो, अरू बाहिर मान्छेले पनि ट्रेनिङ पाएर एउटा 2-4 पैसा कमाउने रोजगारीको पनि व्यवस्था हुनेछ भन्ने मेरो विश्वास छ। र शेर्पा कितुक तपाईँहरू यस क्लाइम्बर एसोसिएसन चाहिँ सँगै बसेर काम राम्रो गरेर जसरी हुन्छ हाम्रो शेर्पा कम्पनीले फाइदा हुने काम गर्नु पऱ्यो। र मैले जस्तो मतलब अरू कम्पनीले फाइदा हुने काम गर्नु भएन भने अब शेर्पाले राम्रो गरेपछि अरू उनीहरू राम्रो होइन, हामी सबै राम्रो हुन्छ होइन। त्यसरी अब हामीले अरू जातले हेर्नु हुँदैन भन्ने खालको शब्द चाहिँ होइन कि आफू स्ट्रङ भएपछि अनि अरूले पनि हेर्न सक्छ। अब हाम्रो बाबुबाजेको उखान छ नि, अब नेपालीले भन्छ अब स्यालको शिकारमा जाँदाखेरि बाघको हतियार बोकेर जानु भन्छ होइन। अब के पर्छ चाहिँ संस्था पनि यो अहिले जुन यस क्लाइम्बर यो शेर्पा कितुक चाहिँ एक भएर यस्तो कुराहरूलाई एउटा विश्वमा चिनाउने काम त भइरहेको छ। अझ त्यसलाई निरन्तरता दियोस् भने चाहना सायद 2 शब्द बोल्न दिनु भएकोमा उहाँ आयोजकहरूलाई धन्यवाद भन्दै म छुट्टी दिन चाहन्छु। थ्याङ्क यू। धेरै धेरै धन्यवाद लप्साङ ठिले शेर्पाज्यू। उहाँले दिनुभएको सुझाव चाहिँ एकदम राम्रो छ। हामी यो क्लाइम्बर एसोसिएसन शेर्पा कितुक एकता भएर अगाडि बढ्ने कुरालाई चाहिँ मलाई धेरै नै खुसी लाग्यो र यो हुनु पनि पर्छ। हामी एउटै शेर्पा भएर चाहिँ दुईतिर गयो भने चाहिँ अलिकति गाह्रो हुन्छ, त्यो भएको कुरो हो। र अब हामी अर्को वक्तव्यमा हाम्रो एभरेस्ट टाइमका प्रधान सम्पादक एवं युएस नेपाल क्लाइम्बर एसोसिएसनका सल्लाहकार आङछिरिङ शेर्पाज्यूलाई आफ्नो छोटो मन्तव्य राखिदिनु हुँदा म हार्दिक अनुरोध गर्दछु। दर्शकले नमस्ते। आजको यो ऐतिहासिक र गौरवशाली दिन माउन्ट एभरेस्ट डे कार्यक्रमको सभापति एवं शेर्पा कितुकका अध्यक्ष उर्गेन शेर्पाज्यू, देशमा आसीन रिक्सुङ लोप्टाका प्रमुख प्रशिक्षक किर्नी छेडकज्यू, लुम्बिनी विकास कोषका पूर्व सदस्य सचिव एवं शेर्पा कितुकका सल्लाहकार आङदाव शेर्पाज्यू, शेर्पा कितुकको नेतृत्व गर्दै न्युयोर्कको क्विन्स काउन्टी अन्तर्गत क्विन्सको बोर्ड मेम्बरमा हालै मनोनित हुनुभएका लप्साङ ठिले शेर्पाज्यू, क्लाइम्बर साथीहरू, शेर्पा कितुकका सल्लाहकार तथा पूर्व अध्यक्ष कर्मगेजेन शेर्पाज्यू,
जनजाति महासङ्घका महासचिव प्रेम गुरुङ छु, कान्छी आरोही मेन्किपा शेर्पा जी अनि युएस नेपाल क्लब एसोसिएसनका अध्यक्ष पासाङजी शेर्पाजी र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, धर्मगुरुज्यूहरू, शेर्पा किदुक कार्य समितिका साथीहरू, सबैमा म अभिवादन गर्न चाहन्छु। आज यो विशेष ऐतिहासिक र आज हामी नेपालीको एउटा पहिचान र हामीले विश्वमा शिर उच्च राख्ने एउटै मात्रै दिनको रूपमा हामीले चिन्न सकिने एभरेस्ट डे हो। हामी विदेशमा जहाँसुकै भए पनि विदेशीहरूलाई हामीलाई सोद्धाखेरि वेयर आर यु फ्रम भनेर सोध्यो भने नेपाल भन्यो भने सबैले भने जस्तो नचिन्दो रहेछ, तर आई एम फ्रम माउन्ट एभरेस्ट कन्ट्री भन्यो भने उनीहरूले सजिलैसँग चिनिन्छ। मतलब विश्वले सबैभन्दा छिटो चिनिने र विश्वको आँखाको केन्द्र बनेको माउन्ट एभरेस्ट र जुन माउन्ट एभरेस्टको एउटा पर्यायवाची शेर्पा समुदाय र त्यही शेर्पा समुदायभित्रका साहसी शेर्पा आरोहीहरू जसले विश्वको सर्वोच्च शिखर सगरमाथामा आफ्नो पाइला राखेर नेपालीको शिरलाई उच्च बनाएको छ। आजको दिन हो हामी नेपाली हो र हामीले जस्तो किसिमको चुनौती पनि सामना गरेर हामी सर्वोच्च शिखर सगरमाथा चुम्न सकिन्छ भनेर हामीले उदाहरण दिन सकेको दिन र यही दिन सर्वोच्च शिखर सगरमाथामा सर एडमन्ड हिलेरी र तेन्जिङ नोर्गेले पहिलो पाइला राखेको हामी सम्झन चाहन्छौँ। उहाँहरूको पाइलालाई पछ्याउँदै आज हामी शेर्पा आरोही मात्र नभइकन विभिन्न समुदायका आरोहीहरूले त्यो सर्वोच्च बिन्दुमा आफ्नो पाइला राखेर नेपालीको शिरलाई उच्च बनाउन कार्य गरेको छ। व यो कार्य गरेकोमा सम्पूर्ण आरोही साथीहरूलाई म हार्दिक बधाई दिन चाहन्छु र आरोहणकै क्रममा आफ्नो साहसलाई नेपालीको झन्डालाई शिरमा सगरमाथाको शिखरमा राखेर नेपालीको शिर उच्च बनाउने क्रममा त्यो हिमालमा ज्यान बिसाउने आफ्नो जीवन बिसाउने आरोहीहरूलाई म भित्री हृदयदेखि नै उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। सगरमाथा आरोहण मैले पनि 2003मा सगरमाथा आरोहण गरेको थिएँ, जतिखेर पहिलो दक्षिण एसियाली पत्रकारको प्रतिनिधित्व गर्दै मैले सगरमाथा आरोहण गर्ने जुन मौका पाएको थिएँ र त्यो आरोहण गरिसकेपछि मैले के पाएँ, के फिल गरेँ भन्दाखेरि भनिन्छ फलानुले सगरमाथा चढ्यो, फलानुले सगरमाथा चढ्यो, समाचारमा सुन्दाखेरि हामीले धेरै सजिलो जस्तो लाग्छ, तर त्यही सगरमाथा जहाँ हामी चढ्न जाँदाखेरि बेस क्याम्पबाट टपसम्मको यति एउटा चुनौती, कहिले बरफसँग, कहिले भिडसँग, कहिले चाहिँ चट्टान, कहिले चाहिँ त्यो आइसफल, धेरै किसिमको चुनौतीहरू पार गरेर हामीले त्यसरी चाहिँ सफलता हासिल गर्नुपर्छ। र त्यो सफलता गर्ने क्रममा विशेष गरेर शेर्पा आरोहीहरूले विदेशीहरूलाई शिखरमा पुर्याएर उनीहरूलाई खुसी बनाएर उनीहरूले विदेशमा आफ्नै किसिमको सम्मान पाउने काम पनि भएको छ। यो मतलब हामी शेर्पाहरू हामी आफै चढ्ने होइन, हामीले विदेशीलाई सहयोग गरेर विदेशीलाई खुसी बनाएर विश्वको पाहुनाहरूलाई विश्वको जुन एउटा सगरमाथा चढ्छु भनेर जुन एउटा इच्छा लिएर आउने क्लाइम्बरहरूलाई त्यो ग्रुपलाई हामीले हाम्रो सगरमाथा आरोही साथीहरूले निकै आफ्नो ज्यान दिएको छ, आफ्नो पसिना दिएको छ, आफ्नो रगत दिएको छ र उहाँहरूको पसिना रगत र उहाँहरूको अथक प्रयासले साँच्चैकै हामीले नेपाली हौँ, हामी नेपालीको एउटा साहस छ भन्ने एउटा उदाहरण प्रस्तुत गरेको छ। यो मानेमा आज हामीले युनाइटेड शेर्पा एसोसिएसन, शेर्पा किदुक र युएस नेपाल क्लब एसोसिएसन दुई संस्था मिलेर हामीले पहिलोपटक यो हल, हामी शेर्पा समुदायको यो हलमा आज सगरमाथा दिवस एभरेस्ट डे मनाउन जाँदाखेरि मनाइरहँदाखेरि मलाई एकदमै गौरवित र एकदम खुसी अनुभव भइरहेको छ। साँच्चीकै हामीले सगरमाथा दिवस किन मानिन्छ भन्दाखेरि एक त हामीले त्यो सर्वोच्च बिन्दुमा पहिलो मानव पाइला राखेको खुसियालीमा हामीले सगरमाथा दिवस मानेको हो भने, दोस्रो सगरमाथा आरोहणकै क्रममा त्यहाँ जीवन बिसाउने आरोहीहरूलाई हामी सम्झिन्छौँ, उहाँहरूलाई हामी सम्झिन्छौँ, उहाँहरूको फ्यामिलीले सम्झ। जस्तै अहिले हामीमा लोक्सङ थिल्ले जसले बखुल शेर्पा पोसाक लगाएर करातीको ड्रेस लगाएर सानो उमेरमा सर्वोच्च शिखर आरोहण गरेर धेरै चाहिँ नाम कमाउनु भयो, शेर्पाको र नेपालीहरूको एउटा नाम उच्च राख्नुभयो।
त्यो व्यक्तिको एउटा आफन्त पनि यहाँ उहाँको विशेष हुनुहुन्छ र उहाँ जस्तो व्यक्तिको आफन्तहरूलाई हामी सम्झन्छौँ, उहाँहरूलाई सम्झन्छौँ। उहाँहरूको त्यो एउटा त्याग, उहाँहरूले नेपालीलाई र हामी सम्पूर्ण जहाँसुकै भएको नेपालीहरूलाई हामी माउन्ट एभरेस्टको देशको नेपाली हो र त्यहाँ हामीले सफलता हासिल गरेको छ र त्यहाँ हामीले विदेशीलाई त्यो किसिमको सत्कार गरेको छौँ भनेर भन्ने एउटा दिन पनि आजको दिन हो। मलाई अहिले यो सगरमाथा दिवस मनाउँदै गइरहँदाखेरि मनाएर म एउटा के कुरा भन्नु मन लागेको छ भन्दाखेरि नेपालमा सगरमाथा छ, सगरमाथा चढ्ने आलुवेली छ र अहिले विदेशमा हामीले पर्यटन प्रबन्धनको कुरा गर्छ। पर्यटन प्रमोसन, टुरिज्म प्रमोसनको कुरा गरिन्छ। हामीले विदेशमा धेरै चाहिँ टुरिज्म प्रमोसनको नाममा विभिन्न किसिमको पार्टीले विभिन्न किसिमको व्यक्तित्वहरूलाई एउटा चाहिँ एम्बेसडरको रूपमा, एउटा चाहिँ गुरु एम्बेसडरको रूपमा, कहिले चाहिँ अब वाणिज्य दूतको रूपमा के भनेर चाहिँ हामीले सुनिरहेको, हामीले देखिरहेको। म एउटा कुरा नेपाल सरकारलाई अहिले आज हामीले विशेष गरेर आजको यो कार्यक्रममा नेपाल सरकारको प्रतिनिधिलाई हामीले निमन्त्रणा गरेको थियौँ, तर विशेष कारणवश नेपाल सरकारको प्रतिनिधि आज अन्यत्र अरू कार्यक्रममा जानुभएकोले गर्दाखेरि उहाँ आउनु सक्नु भएन। तर मेरो एउटा अनुरोध के भन्दाखेरि नेपाल सरकारले यदि सगरमाथा र एउटा चाहिँ आरोहीप्रतिको सम्मान हो भने विदेशमा पर्यटन प्रमोसनको कामहरू यदि एउटा चाहिँ निस्वार्थ रूपमा गर्ने मन छ भने, यदि त्यो मन लिने हो, त्यो इच्छा राख्ने हो भने चाहिँ यदि धेरै क्लाइम्बर साथीहरू छ जसको एउटा चाहिँ यति धेरै पहुँच छ, उनीहरू त्यहाँ उपस्थित हुनु भनेको सयौं विदेशीहरू जुमिने हो। त्यस्ता किसिमको एउटा राम्रो नाम कमाएको राम्रो साहसी जसले विदेशीलाई सजिलोसँग आकर्षित गर्न सक्छ, जो त्यहाँ उपस्थित हुँदाखेरि त्यहाँ चाहिँ 100 जना खरिदारहरू उपस्थित छन्, त्यस्ता व्यक्तिले किन टुरिज्म प्रमोसन नहुने, किन पर्यटन दूत नबनाउने, त्यस्ता व्यक्तिलाई पर्यटन दूत बनाउनुपर्छ भन्ने मेरो यहाँ अनुरोध रहेको छ। यो कुरा नेपाल सरकारले सुन्नुपर्छ र यो कुरा शेर्पा किदुङले पनि विशेष चाहिँ आग्रह गर्नुपर्छ। र हामी अहिले अमेरिकामा युएस तर्फबाट एसोसिएसन खुलेको छ। यो 2014 मा स्थापना भएको संस्था हो। यो संस्थाले नेपालमा सगरमाथा आरोहण क्रममा जीवन बिसाएका आरोहीहरूको फ्यामिलीलाई हामीले चाहिँ कहिले शैक्षिक क्षेत्रमा, कहिले उहाँहरूको चाहिँ अब बासको उहाँलाई परेको समस्या कस्तो किसिमको समस्या परेछ भनेर हामीले चाहिँ यो संस्था मार्फत खोजी नीति गरेर बेला बेलामा सहयोग गर्दै आइरहेको छौँ। र यसको साथसाथै हामीले निकट भविष्यमा यो संस्थाले चाहिँ नेपालको संस्थाहरूसँग कोर्डिनेसन हुन त नेपालमा नेपाल एनएमआई नेपाल माउन्टेनियरिङ इन्स्टिट्युट यो पर्वतारोहण प्रशिक्षकहरूको संस्थासँग हाम्रो एक किसिमको एउटा कम्युनिकेसन त भइरहेको छ। तैपनि अब हामीले राम्रोसँगले चाहिँ कम्युनिकेसन गरेर नेपालमा हामीले के गर्न सकिन्छ, पर्यटन प्रमोसनको काम मात्रै होइन, नेपालको सगरमाथा आरोहणको क्रममा र विभिन्न हिमाल आरोहणको क्रममा जीवन बिसाउने आरोहीहरूलाई पनि यो संस्थाले सहयोग गर्नेछ र यो संस्थाले आफ्नो यो योजनाहरू अझै बढी चाहिँ बढाएर त्यो हिसाबले गर्यो। त्यसमा हामी शेर्पा किदुङसँगले मिलेर जानेछ र शेर्पा किदुङ आजको एउटा आयोजक संस्था पनि भएकोले गर्दाखेरि म शेर्पा किदुङलाई पनि अब यस्तो किसिमको कार्यहरू हामीले निरन्तर रूपमा गर्न सकौँ। हामी यो किसिमको एउटा नेपालमा चिनाउने एउटा एभरेस्ट र शेर्पा यो जुन एउटा दुईटा परिवार चाहिँ भएको एभरेस्ट डे कार्यक्रम हामीले जसरी आज बनायौँ, हामीले योभन्दा अगाडि नेपाली परेड शेर्पा किदुङले पहिलोपल्ट आयोजन गरेको नेपाल डे परेडमा पनि हामीले शेर्पा एभरेस्ट क्लाइम्बरले सहभागी गर्नु पायो। एउटा कार्यक्रममा हामीले पोस्टपोन गरेर पनि नेपाल परेडलाई सफलतापूर्वक सम्पन्न गर्यो। त्यो कारण के भन्दाखेरि नेपालप्रतिको हाम्रो एउटा ओतप्रोतमा र नेपाललाई हामीले कसरी चाहिँ विदेशमा चिनाउन सकिन्छ र हाम्रो कम्युनिटीको एउटा स्थापित संस्था शेर्पा किदुङसँगले हातेमाला गरेर यो कार्यक्रम गरिरहेकोले अबको दिनमा फेरि यस्तो किसिमको कार्यहरू र अझै व्यवस्थितसँगले गर्दै जानेछौँ र नेपाली समुदायहरू जहाँसुकै भए पनि सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरू तपाईँ विदेशमा रहनुहुन्छ र विदेशमा हामी वस्तुको अर्थ हामीले देशलाई केही गर्नुपर्छ र देशले केही गर्नु भनेको हामीले विदेशबाट चाहे विदेशी चाहे हामीले अतिथिहरूलाई पठाएर हुन्छ कि, चाहे हामीले आर्थिक सहयोग गरेर हुन्छ कि, चाहे हामीले त्यहाँ नेपालमा परेको नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई केही समस्या पऱ्यो भने हामीले आर्थिक सहयोग दिएर हुन्छ कि, त्यो किसिमको सहयोगको कामहरू हामीले गर्नुपर्छ। र विशेष गरेर एभरेस्ट डे नेपाल सरकारले पनि एउटा चाहिँ क्याबिनेटमा डिसिसन गरेर विगत लामो समयदेखि नेपालमा एभरेस्ट डे मनाउँदै आएकोले गर्दाखेरि हामीले विदेशमा जहाँसुकै पनि एभरेस्ट डे कार्यक्रम मनाउनुको लागि म तपाईँहरू सबैलाई हार्दिक अनुरोध गर्दछु र अमेरिकाको न्युयोर्कमा पनि
हामीले अबको दिनदेखि व्यवस्थितसँगले र नेपाल सरकारले पनि यो एभरेस्ट डेलाई पहिला विगतमा केही समय एभरेस्ट डे मनाएको मैले सुनेको थिएँ, नेपाल सरकारबाट मैले देखेको थिएँ। तर केही समयकादेखि नेपाल सरकारको यो एभरेस्ट डे मनाउने काममा चाहिँ एकदमै कमजोर भएको छ अथवा यसप्रति व्यवस्था भएको जस्तो मैले देखेको छु। त्यसैले गर्दाखेरि नेपाल सरकारले विशेष गरेर यो एभरेस्ट डेलाई चाहिँ विशेष कार्यक्रमको साथ मनाओस् भन्ने मेरो यो पनि नेपाल सरकारसँग आग्रह गर्न चाहन्छु। र अब आउने नेपाल डे परेड पनि एभरेस्ट डेलाई नै केन्द्रित गरेर हामी नेपाल डे परेड गरौँ। अबको यो परेडभन्दा पनि अबको परेडमा हामी एभरेस्ट क्लाइम्बरहरू जो यहाँ अमेरिकामा हुनुहुन्छ यो एभरेस्ट क्लाइम्बर हामी एकजुट भएर हामीले जसरी हुन्छ विदेशीलाई हामीले चाहिँ हामी एभरेस्ट चलेको हाम्रो एभरेस्ट क्लाइम्बर हो, हामी एभरेस्ट डे हाम्रो एउटा विशेष दिन हो। यो दिनमा तपाईँहरू आउनुहोस् र तपाईँहरू आउनुभयो तपाईँहरूले नेपाललाई सहयोग गर्नुहोस्, तपाईँहरू नेपाल जानुहोस्, हामीले सहयोग हामी गरौँ भनेर हामी विदेशीलाई त्यो गरौँ। र हाम्रो यो अभियानलाई तपाईँ सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरू र नेपाल सरकारले सहयोग गर्नुहोस्। शेर्पा दिदीबहिनी हामी साथ हुनुहुन्छ। यति भन्दै मेरो मन्तव्य टुङ्ग्याउँछु। धन्यवाद। धेरै धेरै धन्यवाद आङछिङज्यू, तपाईँले एकदमै राम्रो कुरो गर्नुभयो र हामीले यसरी सहकार्य भएर अस्ति नेपाल डे परेड पनि हामीले भव्य साथ मनायो, जुन एउटा विश्वकै निम्ति चाहिँ हामीले चाहिँ नेपाललाई चिनायो, शेर्पालाई चिनायो, क्लाइम्बरलाई चिनायो। यसको निम्ति धेरै धेरै धन्यवाद। अब हाम्रो यो समयको एकदम कम्ती भएको बावजुदमा आजको यस कार्यक्रमको सभा विसर्जनको निम्ति म हाम्रो शेर्पा गीतका अध्यक्ष श्री उर्गेन शेर्पाज्यूलाई मन्तव्य व्यक्त गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद महासचिवज्यू। आदरणीय यस मञ्चमा आसीन श्रद्धेय धर्मगुरुज्यू, आजको यस विशेष समारोह सगरमाथा दिवसको प्रमुख अतिथि श्री लोसाङचुइले शेर्पाज्यू लगायत मञ्चमा आसीन सम्पूर्ण अतिथि महानुभावहरू, यहाँ उपस्थित विभिन्न सङ्घ संस्थाका प्रतिनिधिज्यूहरू र उपस्थित सम्पूर्ण हिम आरोहीहरू लगायतका दाजुभाइ तथा दिदीबहिनीहरूमा म आजको यस सगरमाथा दिवस आयोजक समितिको तर्फबाट शेर्पा गीतको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि हार्दिक अभिवादन टक्राउन चाहन्छु। आज यहाँहरू नै विज्ञ हुनुहुन्छ, हामी सगरमाथा दिवस एभरेस्ट डे मनाउनको लागि यहाँ उपस्थित भएका छौँ। आजको दिनको महत्त्व, आजको दिनको बारेमा भन्नुपर्दा सगरमाथा दिवस हामी किन मनाउँदैछौँ? सगरमाथा यो आफैमा एउटा यो संसारको सबैभन्दा अग्लो चुचुरो हो। त्यो आफैमा एउटा महान छ। त्यो अग्लो चुचुरोको महत्त्व छ, जुन हजारौँ वर्ष पहिलेदेखि सायद यो पृथ्वीको सुरुवात जब पृथ्वीको सृष्टि भयो तबदेखि नै सगरमाथा नै भएर रहेको थियो। र त्यो सगरमाथा हाम्रो देश नेपालमा रहनु हामी नेपालीहरूको गौरवको कुरा थियो। तर त्यो सगरमाथा अहिले सगरमाथाको दिवसको रूपमा मनाउने गरेको थिएन। सायद हाम्रा तेन्जिङ शेर्पा, स्वर्गीय तेन्जिङ शेर्पा र सर एडमन्ड हिलरीले सगरमाथाको टुप्पोमा पदछाप नछोडेको भएदेखि मानिसले कल्पना पनि गर्न सक्ने थिएनन् कि यो सगरमाथा भन्ने ठाउँ संसारको सबभन्दा अग्लो ठाउँमा त्यहाँसम्म मान्छे पनि पुग्न सक्छन् भनेर कसैले सोचेका थिएनन्, कसैले कल्पना गरेका थिएनन्।
तर विश्व मानव इतिहासको एउटा साहसको मानव इतिहासमा एउटा नौलो एउटा कीर्तिमान कायम भयो जब मानव समाजभित्रकै दुईजना मानवले संसारको सबभन्दा अग्लो टाक्रो त्यो कसैले कल्पना गर्न नसकेको हेर्नुहोस् त्यस्तो अग्लो टाक्रो जहाँ कति धेरै ग्लेसियरहरू पार गरेर साना साना हिमालहरू पार गरेर त्यहाँ पुग्नु पर्ने हुन्छ त्यहाँ पाइला टेकेर एउटा कीर्तिमानता कायम गर्यो त्यो कीर्तिमानी व्यक्ति भनेको नेपालकै स्वर्गीय तेन्जिङ शेर्पा हुनुहुन्थ्यो र त्यसपछिका दिनहरूमा त्यस्तै कीर्तिमानहरू थप्दै गए हाम्रा नेपाली पर्वतारोहीहरू र विशेष गरी भन्नुपर्दा हाम्रै शेर्पा दाजुभाइहरूले र त्यो एकपछि अर्को कीर्तिमान थप्दै गयो र कीर्तिमानी शेर्पाहरूको यहाँ भिडै लाग्यो आज मैले सम्बोधनको क्रममा यहाँहरूको नाम लिन एकाएक नाम लिन सकिनँ यहाँहरू सबै कीर्तिमानी हुनुहुन्छ मलाई लाग्छ म पनि कीर्तिमानी नै हुँ किन म पनि शेर्पा नै हुँ र यो कीर्तिमानी पर्वतारोहीहरूको बिचमा बसेर एउटा गौरवका साथ आज म यो मञ्चबाट हामीले यो सगरमाथा दिवस आयोजना गरेको घोषणा गर्दै यहाँहरूलाई स्वागत गर्दै कार्यक्रमलाई अगाडि बढाउँदै गर्दाखेरि म थप के भन्न चाहन्छु भने शेर्पाहरूले मानव साहसको इतिहासमा अर्को एउटा थप कीर्तिमान मात्रै कायम गरेन शेर्पाहरूले हिमाल मात्रै चढेनन् अरूलाई पनि चढाए शेर्पाहरूसँग साहस मात्रै होइन शेर्पाहरू भगवान बुद्धका अनुयायी हुन् शेर्पासँग करुणा दया र माया पनि छन् शेर्पाहरू हिमाल चढ्दाखेरि चढ्नकै लागि मात्र चढेका छैनन् उनीहरूले एउटा आपसी सद्भाव भातृत्व र विश्व शान्तिको सन्देश लिएर चढेका छन् उनीहरूको मन यति ठुलो छ कि शेर्पाहरूको मन यति ठुलो छ कि उनीहरू एक्लै चढेका छैनन् उनीहरूले देश विदेशका संसारभरका मानिसहरूलाई चढ्न नसक्ने मानिसहरूलाई पनि डोर्याएर भए पनि सगरमाथाको टुप्पामा पुर्याएका छन् उनीहरू बोकेर भए पनि पुर्याएका छन् यो शेर्पाहरूको एउटा मन एउटा करुणाको कारणले गर्दा त्यो एउटा शेर्पाहरूको मन एउटा विशाल यो छातीको उसले गर्दाखेरि शेर्पाहरूले त्यो गरे शेर्पाहरू आफै मात्र चढेनन् अरूलाई पनि चढाए संसारभरिका मानिसहरूलाई जो सगरमाथा चढ्ने इच्छा गर्छन् उनीहरूलाई हात समातेर हुन्छ कि घिसाएर बोकेर भए पनि सगरमाथाको टुप्पामा पुर्याएका छन् र तिनै वीर पर्वतारोहीहरू तिनै साहसी पर्वतारोहीहरू तिनै मनका धनी शेर्पाहरूको सम्मानमा आयोजित यो समारोह हो सगरमाथा दिवस र यी पर्वतारोहीहरूको चाहिँ साहस उहाँहरूको एउटा सद्भाव उहाँहरूमा भएको एउटा करुणाको व्याख्या गर्नुपर्दा शेर्पाहरूले आफूलाई मात्र चिनाएन देशलाई नै संसारभरि चिनाए आज हामीले नेपाल भनेर भन्दाखेरि कसैले चिन्दैनन् भने शेर्पा अथवा सगरमाथा भन्दाखेरि संसारभरि छर्लङ्ग सबैले बुझ्न सक्ने बनाएका छन् त्यसको श्रेय शेर्पाहरूलाई जान्छ र त्यसै भएर ती सम्पूर्ण शेर्पाहरू जसले यो नेपाललाई संसारभरि चिनाउनको लागि आफ्नो क्षेत्रबाट योगदान दिनुभएको छ ती सम्पूर्ण पर्वतारोहीहरू ती सम्पूर्ण कीर्तिमानी शेर्पाहरू र त्यो कीर्तिमान कायम गर्दाकै क्रममा दिवंगत हुने सम्पूर्ण शेर्पाहरूको सम्मानमा म यो सगरमाथा दिवस समर्पित गरेको हो भनेर पनि यहाँ घोषणा गर्न चाहन्छु र सम्पूर्ण कीर्तिमानी शेर्पा दाजुभाइ तथा दिदीबहिनी यहाँ पनि हुनुहुन्छ उहाँहरूलाई पनि म पुनः एकपटक सलाम टक्राउन चाहन्छु र हिमाल आरोहणकै क्रममा दिवंगत हुने सम्पूर्ण आत्माहरूको चिर शान्तिको निमित्त पनि म हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु आजको यो समारोह शेर्पा कितुकको आयोजनामा भएको समारोह पहिलो समारोह हो
आजको यो समारोह शेर्पा किदुक र युएस नेपाल क्लाइम्बर्स एसोसिएसनको संयुक्त रूपमा आयोजना गरेको समारोह हो र यसले पनि एउटा नयाँ इतिहास निर्माण गरेको छ र यो हामीले पहिलो पटक गरेका छौँ। भर्खरै हाम्रा क्लाइम्बर्स एसोसिएसनका महासचिवज्यूले भन्नुभएको छ अब हामी एउटै छातामा रहेर एउटै सङ्गठनमा आबद्ध भएर अगाडि बढ्ने पहल गर्नेछौँ र यसको लागि यसभन्दा पहिले पनि हामीले धेरै सहकार्यहरू गरेका छौँ युएस नेपाल क्लाइम्बर्स एसोसिएसनसँग मिलेर र विशेष गरी भर्खरै हिजोको हप्तामा सम्पन्न भएको नेपाल डे परेड जहाँ हामीले यो संसारकै राजधानी मानिने न्युयोर्क सहरको मुटुमा म्यानहाटनको एउटा म्याडिसन एभिन्यूमा नेपाललाई चिनायौँ। नेपाललाई के को माध्यमबाट चिनायो भने नेपाललाई विश्व शान्तिका अग्रनायक भगवान बुद्धको माध्यमबाट चिनायौँ र विश्वको सर्वोच्च शिखर सगरमाथाको माध्यमबाट चिनायौँ र वीर हाम्रा साहसी पर्वतारोही शेर्पाहरूको माध्यमबाट चिनायौँ र त्यो नेपाल डे परेड आयोजना गर्दै गर्दाको क्रममा त्यसभन्दा पहिले नै युएस नेपाल क्लाइम्बर्स एसोसिएसनले पनि सगरमाथा दिवस मनाउने घोषणा गरिसकेको थियो। नेपाल डे परेडको घोषणा हुनुभन्दा पहिले नै त्यो समारोहको डेट फिक्स हुनुभन्दा पहिले नै युएस नेपाल क्लाइम्बर्स एसोसिएसनले सगरमाथा दिवस मनाउने घोषणा गरिसकेर उहाँले प्रचार प्रसार पनि गरिसक्नु भएको थियो। सम्पूर्ण अतिथिहरूलाई चाहिँ निमन्त्रणा पनि दिइसक्नु भएको थियो। त्यस अवस्थामा हामीहरू शेर्पा किदुक र युएस नेपाल क्लाइम्बर्स एसोसिएसनको बिचमा विशेष एउटा सौहार्दपूर्ण वातावरणमा एउटा वार्ता भएको थियो। त्यसै वार्ताको फलस्वरूप युएस नेपाल क्लाइम्बर्स एसोसिएसनले उहाँहरूको पूर्व निर्धारित कार्यक्रमलाई पनि स्थगित गरेर त्यसलाई क्यान्सल गरेर नेपाल डे परेडमा सहभागी हुने निर्णय गर्नुभयो। त्यो पनि उहाँहरूको एउटा साहसको प्रतीक हो। उहाँको मन कति ठुलो छ, उहाँको हृदय कति विशाल छ भन्ने कुरो यसले पनि पुष्टि गर्दछ। त्यसै तिनै विशाल हृदय भएका तिनै मनका धनी शेर्पाहरू, तिनै मनका धनी पर्वतारोहीहरूलाई हामीले पनि शेर्पा किदुकले पनि विशेष सम्मानका साथ फ्लोट ट्रकमा राखेर म्यानहाटनको न्युयोर्क सहरको बिचमा हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचो भन्ने धुनका साथमा चाहिँ प्रदर्शन गर्यो। जब नेपाल डे परेडको अग्रपङ्क्तिमा शेर्पाहरू थिए, भगवान बुद्धको प्रतिमा थियो, सगरमाथाको विशाल तस्बिर थियो, त्यस सँगसँगै यी साहसी पर्वतारोहीहरू शेर्पा पर्वतारोहीहरू जसले कीर्तिमान पछि कीर्तिमान, एउटा कीर्तिमान पछि अर्को कीर्तिमान थप्दै विश्व समक्ष नेपालको स्वाभिमानलाई सगरमाथा भन्दा पनि अग्लो बनाउनु भएको थियो। उहाँहरूलाई त्यो ट्रकमा राखेर चाहिँ त्यो हाम्रो तेन्जिङ शेर्पाले भन्ने गीत गुन्जाउँदै लैजाँदै गर्दा मेरो छाती गर्वले फुलेको थियो। म यति खुसी भएको थिएँ कि मेरो छाती फुलेर सगरमाथा भन्दा पनि ठुलो भएको अनुभूति गरेको थिएँ। त्यो ट्रकमाथि विशेष रूपमा सम्मानित हुने आरोहीहरूलाई देख्दाखेरि मलाई यो अनुभूति हुँदै थियो कि म आफै नै त्यहाँ बसेर यो सम्मानलाई चाहिँ स्वीकार रहेको छु भन्ने लागिरहेको थियो। र त्यत्रो विशाल 10,000 नेपालीहरूको जुन परेडको अग्र पङ्क्तिमा सबैभन्दा अगाडि ग्रान्ड मार्शलको रूपमा पनि हाम्रै सगरमाथा आरोही, संसारकै सबैभन्दा कान्छी सगरमाथा आरोही मिन्किपा शेर्पाले नेतृत्व गर्नुभएको थियो।
सिङ्गो यो परेडको मात्रै होइन, सिङ्गो नेपालको मात्रै होइन, सिङ्गो मानव जातिकै इतिहासमा 15 वर्षको यो कलिलो उमेरमा पनि संसारको सबभन्दा अग्लो चुचुरो चढ्न सक्ने, साहस गर्ने पनि मानिस हुँदा रहेछन् भनेर पनि हामीले उदाहरण प्रस्तुत गर्यौं। त्यहाँ पनि मेरो छाती फुलेको थियो। मैले हाम्रो स्वाभिमान बढेर सगरमाथा भन्दा अग्लो भएको महसुस गरेको छु। विशेष गरी शेर्पाहरूको स्वाभिमान, शेर्पाहरूले आफ्नो स्वाभिमान मात्र माथि अगाडि बढाएनन्, सगरमाथा त्यतिकै पनि अग्लो चुचुरोमाथि शेर्पा सगरमाथाकै उचाइलाई पनि थप्ने, शेर्पा सगरमाथाको उचाइलाई अझ थप बनाएको महसुस मैले गरेको छु। र यिनै विशेष, यिनै कीर्तिमानी आरोहीहरूको सम्मानमा म पुनः एकपटक हार्दिक अभिवादन टक्राउँदै दिवंगत आत्माहरूको चिर शान्तिको निमित्त एकपटक नमन गर्दै म यहाँबाट बिदा लिनु पूर्व म यहाँहरूलाई केही सूचनाहरू पनि निवेदन गर्न चाहन्छु। यो आउने बुधबारको दिन मे 31 तारिकको दिन शेर्पा किदुकको आयोजनामा यो न्युयोर्क स्टेटबाट दिइने एउटा न्युयोर्क सिटीबाट दिइने IDNYC भन्ने एउटा परिचय पत्र हुन्छ। त्यो परिचय पत्र वितरणको एउटा शिविर सञ्चालन हुँदैछ हाम्रो रिक्समुलकको भवनमा। र त्यो शिविर, त्यो IDNYC को फाइदाहरू, त्यसका बेनिफिट्सहरू त यहाँहरूलाई थाहा नै भएको कुरा होला। र त्यो IDNYC वितरणको पहिलो दिनमा यहाँको हाम्रो काउन्सिलर ड्यानियल ड्रम पनि आउँदै हुनुहुन्छ। न्युयोर्क सिटी मेयरको अफिसबाट पनि त्यहाँबाट केही अधिकारीहरू आउँदै हुनुहुन्छ र त्यसको एउटा उद्घाटन समारोहको रूपमा हामीले बुधबारको दिन बिहान 10 बजेलाई लिएका छौँ। र मे 31 तारिक बुधबारको दिनदेखि पछि जुन 8 तारिकसम्म त्यो शिविर चल्नेछ। यहाँहरू सबैले त्यहाँ आउनु भएर यो अफिस समयमा विकडेजमा बिहान 9 बजेदेखि बेलुकी 5 बजेको समयभित्र आउनु भएर आइडी बनाइदिनु हुन आग्रह गर्दछु। र त्यो पहिलो उद्घाटन सत्रमा चाहिँ ड्यानियल ड्रोनका साथमा हाम्रा पर्वतारोही, हाम्रा कीर्तिमान पर्वतारोहीहरूलाई पनि त्यहाँ आइदिनु हुन आग्रह गर्दछु। त्यहाँ मिडियाहरूको विशेष कभरेज हुनेछ। हामीले घोषणा गरेका छौँ त्यहाँ हाम्रा सगरमाथा आरोहीहरू, विभिन्न चाहिँ कीर्तिमान कायम गरेका आरोहीहरू, सगरमाथा आरोहीहरू पनि आउनुहुनेछ भन्ने हामीले मिडियालाई पनि घोषणा सकेका छौँ। र मेयरको अफिसबाट पनि आउँदै हुनुहुन्छ र ड्यानियल ड्रम पनि आउँदै हुनुहुन्छ। र यहाँ भएका सम्पूर्ण शेर्पा दाजुभाइ तथा दिदीबहिनीहरूलाई त्यो अवधिभित्र आएर चाहिँ IDNYC ग्रहण गरिदिनु हुने आग्रह गर्दछु। र त्यसभन्दा अगाडि आजको यस समारोहको आयोजनामा विशेष भूमिका निर्वाह गर्नुहुने US नेपाल क्लाइम्बर्स एसोसिएसनका पदाधिकारी मित्रहरू र यहाँ खानाको स्पोन्सर गर्नुहुने हाम्रा रापा दाई र आइपेमा चियाको स्पोन्सर गर्ने उहाँहरूलाई पनि म हृदयभित्रदेखि नै म हार्दिक धन्यवाद ज्ञापन गर्दछु। र यो अत्यन्त व्यस्त समयको बावजुद पनि आजको यस समारोहमा आएर यो समारोहलाई सफल तुल्याइदिनु हुने सम्पूर्ण सहभागी दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण अतिथिहरूमा म पुनः एकपटक हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। र आजको यस सभालाई यही नै विसर्जन भएको घोषणा पनि गर्न चाहन्छु। धन्यवाद।